त मन्दिर भन्दा पनि Alright guys, welcome back to the another episode with Susan Vlog. अब चाहिँ हामी घुम्न जाने तयारी ह्यान्डसम भएको अवस्था बाबा हैन सो के छ आज घुम्ने तयारी आज घुम्ने छोरासित घुम्न जाने घुम्ने इन्टरटेनमेन्ट गर्ने रमाइलो गर्ने के हो यस्तो ह्यान्डसम भने अब छोराले जो जो चाहन्छ त्यही त्यही भएको छ हो ल ल ठिक छ अब चाहिँ हामी पुडलतिर निस्किन्छौँ अनि त्यसपछि रमाइलो गर्नुपर्छ स्टे विथ ब्लग है अनि आज हाम्रो बाबाको चाहिँ तलदेखि माथिसम्मको चाहिँ गेटअप चाहिँ बवाल भएको छ है यत्तिको चाहिँ हुनुपर्छ है यत्तिको चाहिँ अनि आज यता हाम्रो मम्मी पनि कतातिर आजको माहौल आज घुम्न उता के अरे केबुल कार चढ्नलाई हो चढिन्छ थाहा छैन मौसम यस्तो हो नास्ता के हो नास्ता बोकेर हिँडेको आज एकादशी फलफुल ए आज व्रत चप्पल चाहिँ मैले एकदम नयाँ डिजाइनको ल्याएछु हो र चप्पलदार जाने ओके अनि हाम्रो बाबा के छ त अब ठिक छ आज रमाइलो हुन्छ आज रमाइलो गर्ने अनि कस्तो लागिरहेछ कपडा नयाँ लाएर हिँड्दा एकदम छुट्टै गेटअप भयो नयाँ होइन मेरो गेटअप हो तलदेखि मासम्म जुत्तादेखि लिएर सबै है त ल खिचिरहनु मन लाग्यो क्या बाबालाई दादा सिधो तेल सेल लाएर कपालमा है यतिको चाहिँ ओके गाइस हामी अब एकछिनमा भेट्छौँ है सो आज चाहिँ हाम्रो फ्यामिली ट्रिप अब स्कुटरमा जाने हो एकजना चाहिँ माइक्रोमा जानुपर्छ द्याट्स वाइ वी आर गोइङ समवेयर स्टे ट्युन ओके गाइस हामी चाहिँ मणिग्रामबाट चाहिँ डाइभर्टोल आइपुग्यो र अब डाइभर्टोलबाट चाहिँ हामी होटलतर्फ लाग्छौँ र एकजनाले तिनजना लानु मिल्दैन मामाले कमाउनु होइन यहाँ के भयो भन्दाखेरि म र बाबा चाहिँ स्कुटीमा जाने र मम्मीलाई चाहिँ हाम्रो माइकतिर प्रस्थान गराएर होटलतिर याद गरिदिनु गोलपार्क भेट्ने त होला नि होइन गोलपार्क भेट्ने हो ओके भाइ गोलपार्क भेट्ने ओके हामीले टिकट पनि काट्यो है वी आर हेडिङ टु केबल कारमा मेरो फर्स्ट टाइम त होइन केबल कार मनोकामनामा चढ्या हो 2-3 चोटि सो अगाडि यस्तो रहेछ भ्यू चाहिँ वे टु केबल कार हिँड्नु पर्ने रहेछ क्या अलि माथि हो हाम्रो ड्याड मम आउँदै हुनुहुन्छ आज त्यस्तो भ्यू त राम्रो क्लियर छैन हैन बोर भइरहेको थियो यसो निस्केको अनि पानी पर्न थालेको थियो बिहान आज
मन्दिर जाने प्लान थियो खासमा चाहिँ हाम्रो, तर त्यो प्लान क्यान्सल गरेर चाहिँ हामी यता केबल कार हेर्नुहोस् अगाडि यसरी चाहिँ 2.5 किलोमिटर छ भन्नुभएको थियो। राम्रै रहेछ, व्यवस्थित रहेछ। हाम्रो इन्ट्रान्स यस्तो छ है, टिकट दिनु यता हो क्या, स्क्यान गरेर इन्ट्री गर्ने हो। पुरै विदेशी सिस्टम रहेछ यो चाहिँ। ओके, यस्तो रहेछ है। ल, इमिग्रेसनको लाइन जस्तो ट्याक्क लाएर घुमे गर्नुपर्ने रहेछ। तर आज त्यति भिड छैन, फ्री वाइफाई जोन पनि रहेछ। हिँड्नु न हिँड्नु, छोड्दैन, आइरहेको छ त्यो। लु है त, अब हामी चाहिँ लुम्बिनी केबल कारमा स्नान गरियो। कति बिस्तारै हिँडेको है यो, लगाइदिनु 2.5 किलोमिटर लामो त लामै होला, परै छ होला नि। अर्को ठाउँमा त यस्तो दामी छ बाबु, हेर्ने लायकको त्यही रहेछ हो। यता हेर, उता पनि जाउँला। ल, यो त हल्लिँदै रहेछ नि पुरै। ल है त, अब हामी चढियो केबल कार। केबल कार यस्तो आवाजहरू नि कस्तो आउँछ नि, उता हेर न कस्तो भ्युजहरू खिचाउँछ, उता कस्तो राम्रो लाग्यो। उभिन मिल्छ। योभन्दा चन्द्रगिरी सबै बवाल आउँछ कि मम्मी। उता त वेदर पनि ठिक हुन्छ, यहाँको त होइन, अहिले सबै ठाउँ यस्तै छ क्या। कस्तो राम्रो। सालको पातहरू सबै खसिजान्छ। अब जानु कति सुस्त हिँडेको यार, सुई हिँडिहाल्छु त अरू ठाउँमा त, होइन र? कन्ट्रोल यहाँ फोटो खिचाउनु भनेर हो क्या। उकालो भएर कस्तो अनुभव हुँदैछ त अनि? म त गइरहेको अनुभूति। यो पहिलोचोटि हो र? लाइफमा पहिलोचोटि। ए बिचारा, ल ठिक छ। जाम त भनिरहेको, मैले मान्नुहुन्न कि म त आज नमानेको जस्तै खासमा आज नि यो के भएको यो? मैले खिचिदिइराख्नु क्या। उता माथिको सलाला जस्तो तल उकालो भएर नतान्यो क्या। एसी पुरा चिसो हुँदो रहेछ। केवल कार केही समय हो कि को खण्डमा धैर्यतापूर्वक आफ्नो सिटमा बसिदिनु होला। कस्तो हुँदैछ? ठिकै छ भाइ, के हुनु छ र? यो भ्यू हेर्दा कस्तो रमाइलो लागिरहेछ। पारी लहरे डाँडा पहरे डाँडा के गर्यो मायाले, यस्तै छ के अरे भाउ। भनेर भन्न पर्दाखेरि अब मम्मी तपाईँलाई मलाई त यो ठाउँमा केबल कार त चढिरहेको थिएँ म, चन्द्रगिरी पनि 2-3 चोटि चढेँ।
अनि त्यो उसमा पनि बसन्तपुर पनि गएँ यहाँ भने मनोकामना पनि यो गएँ। कामाख्यामा आइदिएन मनोकामना पनि पाएको छैन। भगवान छ हेर्न तल हेर्नु त ए कस्तो यता हेर्नु म आवाला रित्दै भयो 25 वटा छन् अरे कार हो र सुन्नु भएको यहाँ त गाडी पनि जान्छ अरे स्कुटी जान्छ अरे टाढा होइन त यस्तो केबल गाडा साग्दै इलेक्ट्रिक भनेपछि टाढा हो र नकोटमा त यही त हो नि अस्ति नै त्यो एक्सिडेन्ट भएको के अरे माइक्रो के अरे स्कर्पियो बाटोमा यहाँ बुटोलको सँगै एसएलसी दिएका साथीहरूलाई लिएर गएको अरे त्यहाँदेखि बस्न भनेर जमानाका साथीहरू भेटिएका अरे अनि त्यहाँ घुमेर आऊँ भनेर आएको अनि एक्सिडेन्ट भएको अरे बुटोलका मान्छे मैले तिनीहरूलाई चिनेको भन्नाले यिनै भने नाम थाहा नभयो गर्मीमा आएर शीतल खाने ठाउँ अरे कि यहाँ कामाख्या मन्दिर बजेन Yes guys, we are finally here. कामाख्या मन्दिरमा छौँ हामी देख्न सक्नुहुन्छ अगाडि हाम्रो मन्दिर यता हाम्रो मम एन्ड ड्याड छोरा उता सुपुत्र उता चाहिँ हाम्रो डेन्टल सर्भिस पनि फ्री हुँदो रहेछ चेकअपको लागि बेसिक भगवान मनको इच्छा पुरा गर्छन् सोचेका जति सम्पूर्ण पुरा आउनु माताश्री मना भएका जति त उयो पानीको व्यवस्था पनि रहेछ यता एकदम व्यवस्थित रहेछ नि ल पानी खानु अँ हेर त यहाँ अँ व्रतमा खानु हुँदैन फोटो खिच्दिनलाई हो र
ठाडो गर्नु बाबा पानी नगरी हुँदैन यार एकैछिन खान्छेसम्म निस्किनु हुन्थेन कता जाने बाटो छ यो त्यो त माथि डाँडा कहाँ उहाँ पाल्पा जाने बाटो त्यता हो पाल्पा जाने बाटो यस्तो हुनु पर्ने यस्तो हुनु मान्छे गाई केलिन जाने ठाउँ पाल्पा जाने बाटो वारीबाट अस्ट्रेलियामा पढ्ने अनि बस्न तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेसन कन्सल्टेन्सी यो के होला यो दुबो जस्तो पुरानो सडक पनि त्यो त्यहाँका बुटो छ नि त्यहाँनिर सबै बिछाइदियो त्यहाँ राख्दैन त्यस्तो गर्दैन घाँटीमा राख्दैन क्या होइन सबै निकालेर तान्नु मजा एक्टिङ गर्नु बुढाबुढी अगाडिको भ्यू चाहिँ खतरा छ है अगाडिको भ्यू चाहिँ अझै यहाँ खानलाई केक बताएर
भनेर भएन पहाड भनेर भएन तपाईँ सुन्दैछ त यो जाम त भनिदिएको होइन मौसम भन्थ्यौँ त जुन हालेछ इन्डियाबाट हुँदो रहेछन् धेरै इन्डिया अब त यस्तो गर्मी चलेको आज जस राम्रै रमाइलो भयो होइन क्वालिटी टाइम स्पेन्ड भयो होइन त ल सुसन के सुतेको त ल अब यो त अलि लास्टै भएन कि म त खाएकै छैन कस्तो छ कि यो ठिकै यार त्यस्तो मिठो होइन गुलियो छैन त्यस्तो यो मलाई के अरे मैले खाएकै छैन अनि त्यो तपाईँलाई चराउँदैन मुख ऊ जस्तो छ क्या अमिलो भुइँकटर अमिलो नअमिलो गुलियो अमिलो खालको काग देखाए जस्तो भयो यो त अघिको पनि अलिक गुलियो थियो नि त कतै आए नै अलि छिटो मात्रै भरेको उता सप्तरी गएको हामी सप्तरी ऊ यहाँबाट निस्किने मान्छे सप्तरी मन्दिर गएको कहाँ हो त्यो सप्तरी त मन्दिर भन्दा पनि मन्दिर त आफ्नो ठाउँमा छ कि घुम्नलाई यसो टाइम वेस्ट टाइम पास गर्नलाई चाहिँ भिडियो हालिदिनु फर्स्टमा त्यस्तो मिठो त नहुँदो रहेछ हाइब्रिड हो कि सबै हाइब्रिड बाबालाई टिकटक बनाइदिनु सोलोमा सान्नु कसरी हिँड्नु रहेछ बाबा फोनबाट बनाउनु पर्छ चोटलाई के दसैँमा राखेको पिङ होला यो ढकन अझै पछाडिबाट ढकन न बाबा पछाडि जानु पछाडि जानु हो ल दौडिँदै आउनु न अगाडि ल दौडिँदै आउनु हामी चढक चढक गरेको के हुन अब भयो धेरै नआउनु फेरि गइन्छ डाँडातिर भयो क्या बा गर्नु पहिला हुन्थ्यो कि म साना आउँछ नि अलि ठुलो भयो हामी के खाना जम्मै खाली खाली घर मैं जाऊं मैं भी आऊं करने दो अच्छा आओ उसमें तुमको बुला दो
बड़ा मजा आता है ये वाला. She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun